Hi guys, welcome back to our channel Pakhanesi. So all those who doesn't know, I was pregnant and I was also sharing my pregnancy journey as uploading a video. By uploading a video, part 1, part 2, part 3 पनि upload गर्छु भनेको थियो, which I could not upload for a good reason, जो म तपाईहरुलाई share गर्छु. So part 1, part 2 चाहिँ I divided my vlog into my first trimester and second trimester. मलाई कस्तो कस्तो feel भयो, मेरो symptoms के थियो हैन, अनि how did I overcome that with त्यो सबै अपडेटहरु मैले दिएको थिएँ. अनि थर्ड ट्राइमेस्टरमा चाहिँ म कस्तो फिल गर्दैछु भनेर चाहिँ मैले एउटा भिडियो बनाउँदै थिएँ, तर मेरो सिन्स मेरो थर्ड ट्राइमेस्टर कम्प्लिट भएको थिएन. सो आई थट कि होइन एकछिन अलिक बादमा म बनाउँछु, अपलोड गर्छु भनेर, टाइम छ मेरोमा भन्दाखेरि. तर त्यतिकै टाइम यताउता गर्दा कसरी बित्यो मलाई आफै थाहा भएन. एन्ड लाइक आई स्टार्ट फिलिङ लेजी एज वेल टु मेक अ भिडियो एन्ड अपलोड अ भिडियो. सो त्यतिकै भयो. अनि लास्ट थर्ड ट्राइमेस्टर त्यस्तो साह्रो डिफिकल्ट थियो मेरो लागि, म भन्दिनँ होइन. इट वाज क्वाइट इजियर देन डेलिभरी. अन 24th of September आप्पा र मेरो सानो बहिनी श्रद्धा उनीहरू कहिलेदेखि आउने भन्थ्यो मलाई भेट्नु होइन. अनि एज वेल एज मलाई काठमाडौँ कहिले आएको छैन, सो काठमाडौँ भिजिट गर्नु आउने भन्दै थियो अनि भन्थ्यो. अनि फाइनली अन 24th of September जुड्यो आउनु होइन. सो उनीहरू आयो. त्यो दिन यस्तो डरलाग्दो पानी परेर कस्तो डरलाग्दो वेदर भइरहेको थियो काठमाडौँ. एनी हाउ दे रिच्ड. अनि दे गट सम गुडिज फर मी एन्ड नानीको लागि होइन. सो मोस्टली नानीको लागि आई वाज रियली एक्साइटेड, किनकि जति भयो पुग्दैन एट अ भेरी लाइक यु नो सानो हुँदाखेरि त कति के चाहिन्छ है. सो त्यो उनीहरू सबै ल्याइदिएको थियो. फ्यामिलीबाट के गिफ्टहरू थियो होइन, अलिक सानो सानो के चाहिन्छ. सो त्योहरू आउने थियो. सो आई वाज भेरी एक्साइटेड अबाउट इट. त्यसको पनि भिडियो बनाएको छु, सानो क्लिप बनाएको छु, म तपाईँलाई त्यो अपलोड गरिदिन्छु. सो गाइज वेलकम ब्याक टु आवर काठमाडौँको फर्स्ट टाइम काठमाडौँ भिजिटमा. अनि एज यु नो वेदर एकदम नराम्रो थियो, बिचराको ब्लगमा देख्नुभयो होला होइन. आज नै आउनु पऱ्यो फर द चाहिँ मेरो लागि. एज यु अल नो म प्रेग्नेन्ट छु. मलाई मेरो फ्यामिलीबाट निमुले आप्पाले सबैले अलिअलि के कोसेलीहरू ल्याइदिएको रहेछ. अब त्यही कोसेली चाहिँ म रिसिभ गर्न आँटेको भेरी ह्याप्पीली हो. सो त्यही म तपाईँहरूलाई देखाइदिउँ भनेको गाइज. सो लेट्स बिगिन द ब्लग बाई रिसिभिङ द टोकन अफ लभ. पहिला नानीको चाहियो कि पहिला आमाको चाहियो भन्ने एउटा छिटो. तिमीलाई सबैभन्दा तिम्रो फेभरेट कुरा छ त्यो हो एउटा होइन दुईटा छ. तर झाडन दिनु भएको जस्तो लाग्यो भित्र मलाई. आउँदाखेरि नै कुरो नै दिउँ होला है. त्यो चाहिँ हो थुप्रो डेट्स छ. हातमा आँट्दैन तिम्रो, तल राख्दै जाऊ. एकदम जरुरी हो यो होइन, किनकि सुगर मैले त्यति अभोइडै गरिरहेको छु. सो डेट्स चाहिँ जेमा खाँदा पनि हुन्छ त्यसै खाँदा पनि हुन्छ, राम्रो हो गाइस. ए अर्को चाहिँ हो खानेकुरो चाहिँ यति हो. यो हो मेरोबाट. त्यो पनि मेरैबाट हो तर ए ल समानाबाटै हो. त्यसको भित्र झन् माल छ. यो पनि मेरैबाट नै हो ल. खोला न, भित्र झन् माल छ. खै यस्तो बोकेर देखाउन अन्त. नाइस. सो यु elegant, just looking like wow. भित्र अच्छा एउटा चिजमा देखेँ. ओ माई गड, सो मेनी गुडिज. ओ माई गड, आई लभ इट लभ इट लभ इट. कस्मेटिक्स जस्तोमा हालतमा यो लगाउनु अनुहारमा ग्लोै अर्कै आउँछ तपाईँको होइन. अब यो कुनको हो त्यो त भन्नु पर्दैन होला है. पर्दैन त्यो त दबाई हो, छोड्यो त्यो त नदेखा. अल्सो माई भेरी इम्पोर्टेन्ट थिङ. चाहिने कुरो रहेछ. लभ द ब्याग. अब यो म छिट्टै क्यारी गर्छु है. तिम्रो चाहिँ सक्यो होला तर. ए होइन इम्पोर्टेन्ट कुरा पनि छ अझै एउटा. त्यो चाहिँ हो यो चाहिँ हो स्यानिटरी प्याड. पोस्टमार्टम फ्लोको लागि हो यो मेरो बहिनी ल्याइदिएछ होइन. सो त्यो एउटा डिस्पोजेबल अन्डरवेयर हो. आफ्टर डेलिभरी मलाई युज हुन्छ. थ्याङ्क यू सो मच होइन. अब अर्को चाहिँ नानीकोमा हो. पहिला नानीलाई थाङ्नामा आउँ होला है. यो चाहिँ एकदम मलाई पनि युज हुन्छ. यो चाहिँ सबै मामु छोड्नु हो. यो सबै मामकोबाट पठाइदिनु भएको. र नेभर माइन्ड, यो मामको पुरानै पठायो भने यो बहुत काम लाग्नु हो. यो चाहिँ धोएर डेटलमा लेटर अन मामले उयो पठाइदिन्छ अरे, तर अहिले चाहिँ यही पठाएको अरे. मामको माया
यो पनि त्यस्तै नै हो यस्तो यो चाहिँ आसुले हो कि मम्मीले? आसुले यो यो चाहिँ चाहिँ आसुले पठाइदिनुहोस् है। यो चाहिँ ओछ्याउने टाइपको ओछ्याउने नानीलाई नयाँ बनाएर पठाइदिएको guys, यो चाहिँ भाबिया र यशकोहरू चाहिँ नसोच्नु आसुले नयाँ बनाएर पठाइदिनु भएको हो यो थ्याङ्क यू आसु अनि थाङ्ना सम मोर थाङ्नास बिकज यु क्यानट गेट इनफ अफ थाङ्नास अन्त यो पनि हो नानीको लागि मलाई निमले भिडियो कल गरिदियो होइन त्यसलाई साह्रै सानो भयो नानीलाई हुन्छ अलिक बोल्नु एकदम नयाँ हो मैले युज गरेको होइन Use गरेर send ट्याग गरेर मात्रै काटेर It's ल्याएको really cute and definitely म लगाइदिन्छु अहिले एकदम हतार त भइहाल्दैन तर युज हुन्छ यो अर्को चाहिँ हो यो पनि मेरैबाट हो यो चाहिँ कस्तो हुन्छ यो चाहिँ That's त्यही अस्तिको लङ्गोट। भनिस् नि यो, अहँ। 2-3 खेप मस्लिनको। रियुज गर्ने हैन अँ। यस्तो रहेछ यो चाहिँ रियुजेबल कति टाइप्स त्यो चाहिँ थाहा भएन तर 3 लेयर्सको छ भने नेभर माइन्ड त्यो लगाएर पनि खाना लगाएर पनि माथिबाट यो लगाउनु नि कि त्यतिकै लगाउनु हुन्छ होला मुस्लिम आई हेभ नो आइडिया राम्रो रहेछ त यो आगो आएर मात्र माथिबाट लगाउने नि यो चाहिँ हो last। लुगा चाहिँ भित्र कि बाहिर बाहिर गर्नु सक्छ। लास्ट बट येट द बेस्ट यो चाहिँ यो अर्को त्यो पाउँछ ल्यासर पाउँछ नि त्यो चाहिँ आपालाई पनि देखेन आपाले पनि देखेको छैन न त देखेको नि तपाईँले यो वाला देखेको छैन भनेको नि यो पनि गिफ्ट निमुको अर्डर त्यसले अनलाइन त्यस्तो त्यो थप्पडमा नि किन्दैन नि नेपालमा पाउँछ नि त। थप्पडीमा यो चाहिँ कति 0 to 6 मन्थसम्म भने निमु त्यो साइजहरू यस्तो हुन्छ यो चाहिँ नानीलाई ऱ्याप गर्ने ब्ल्याङ्केट जस्तै हो 6 months I think नानीको that's it त्यति नै हो पक्का छ होला हजुर कुनै सरी ग्रेडी इतना पैसामा इतना ही मिलेगा यो र अनि अर्को कलर चाहिँ यो रहेछ वाइटमा यस्तो मन परेको थियो मलाई तर के गर्नु मैला भइहाल्छ नि त वाइट ब्लू भाग हजुर त्यति नै हो। द्याट्स अल फर टुडे पछि डिटेल्समा देखाउँछु ल बाई That's all for today's vlog. I hope you enjoyed. Please like, share, and subscribe to our channel, Pattern Misses. Bye.